4 जनालाई जिउँदो इट्टा भट्टामा पोलेर जान मार्ने आफ्ताब आलम हिजो न्यायालयबाट छुट पाएको छ। रोधहटको ऐतिहासिक बम काण्डमा संलग्न रहँदै आएका मोहम्मद आफ्ताब आलमलाई उच्च अदालतबाट रिहा गरिएपछि जनस्तरमा चर्को विरोध र निराशा देखिएको छ। 4 जना निर्दोष जनताको जान लिएको घटनामा दोषी मानिएका आलमलाई एमाले र काङ्ग्रेसका निकट न्यायाधीशहरूको मिलोमतोमा सफाई दिएको भन्दै सर्वसाधारणले न्याय प्रणालीमाथि प्रश्न उठाइएको छ। उच्च अदालतको यो निर्णयले न्यायका आधारभूत सिद्धान्तमाथि गम्भीर प्रश्न उठाइएको छ। जनताले विश्वास गरेको न्याय प्रणाली स्वयं राजनैतिक चलखेलमा फसेको देख्दा देशमा कानुनभन्दा माथि पहुँच र पावर हुनेहरूको दबदबा पुष्टि भएको छ। अब भने पीडित पक्ष र नागरिक समाजले यो मुद्दा अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने तयारी गरिरहेको छ। यस घटनामा आलममाथि बम बनाउने क्रममा विस्फोट भई घाइते भएका व्यक्तिहरूलाई जिउँदो इट्टा भट्टामा हालेर मारिएको आरोप थियो।